दामी दामी भ्यू देखाऊ थारू हाम्रो मर्निङ भ्यू यता आऊ थारू हामी बसेको क्याम्प पनि देखाऊ त्यो तिमीले भन्नै पर्ने खिचिसक्यो सनोज गुड मर्निङ गुड मर्निङ यार के छ कस्तो भयो रात ह्याङओभरमा छ हामी चाहिँ अब उठ्यौँ होइन बिहानको 7:08 गयो माथि रैना सोट माथि अब यता हिमाल देखिरहेछ मन्दिर भयो ऊ त माथि टावर जाने हो बादलहरू मुनि तैरे जस्तो त देखिँदैन रहेछ सनराइज पनि हेर्न होइन आउनुपर्ने त्यसले डोन्ट टक लाइक द्याट राम्रो सनसेट भइरहेछ ए सनराइज टाइम नस्तो खिच्न पाएन ओ बादल त तैरिरहेछ त नि ओ बादल तैरिरहेछ मिठो देखिँदो रहेछ त ल हामी चाहिँ छौँ यहाँ माथि रैनास्कोट वी आर हियर एट रैनास्कोट है हिमाल पनि मिठो देखिरहेछ यतापट्टि नै अब सनराइज भइरहेछ होइन दिनमा भेट भयो नि हाम्रो सम्झनाले सतायो नराम्रो हावा सारा लम्जुरे डाँडैमा हावा सारा जता छ निर्माया हाम्रो चाहिँ ब्रेकफास्ट आएको छ अन्डा चना 2टा सेल अब हामी ब्रेकफास्ट लिन्छौँ मसला पात तरकारी ल अब हामीले चाहिँ हिजो बेलुका बारबेक्यु गरेर चाँडै सुत्यौँ गाह्रो भएको भएर अब हामी चाहिँ अहिले बिहान बारबेक्यु गर्दैछौँ होइन पाटले यहाँ राख्दैछ पाट यता हेर त यार मिठो बनाउनु सुन्नु चाहिँ आउने यार यसो बोल्नु नि पर्यो नि भ्लगमा यार के बोल्छु भन न कस्तो भयो हिजोको घुमाइ बसाइ खोइ यार के याद छैन यार उनीहरू ल यो चाहिँ हामी हिजो बेलुका बसेको टेन्ट अब हामी निक्लिन्छौँ एउटा आज यो चाहिँ लालीगुराँसको बोट रहेछ यो पनि लालीगुराँस तर सिजनमा आएको यहाँ पुरै हिमाल देखेको थियो अहिले चाहिँ बादल अब हामी जान्छौँ होटल चाहिँ यो एउटा ल हाम्रो चाहिँ जाने बेला यसरी टिका लगाइदिनु हुँदो रहेछ हामीलाई यसरी फुल पनि दिनुहुँदैछ बाहिर निक्ल न बिदा पाइसक्यो नि त तिमीले दही र चामलको टिका दही र चामल टिका लगाइदिउँ भनेर बिदाई के हुन्थ्यो ल आउनु आइज ल ल
अहिले थारूले कति हाल्यो थारू कति हाम्रो चाहिँ पेमेन्ट भयो है ल ल हामी लाग्यौँ है त ल ल बिस्तारै जानु जीवाहरू फेला पार्छ कि 12 बजीसम्म त फेला पार्छ ल सबै 11 भएछ हामी निक्लिँदा अब हामी हिँड्दै नै झर्छौँ बाटोहरूमा जिप गाडी भेट्यो भने गाडी त भेटिँदैन 9 बजे गइसक्यो अब जिप भेट्यो भने थियो मुनि अझै चाँडो पुगिन्छ नत्र मुनि जाने बित्तिकै हामी भुजुङको यात्रामा अगाडि बढ्छौँ अब फेरि खिच न देखो देखो यता यता लेफ्टपट्टि खिच्नु पर्दैन क्या भेडाको ठाडो कुकुर पनि रहेछ एउटा कुकुर नि यही देखाउने हो चिप्लिँदो रहेछ जुत्ता त थियो र त नाइकी 80,000 को जुत्ता हो फेरि हामी चाहिँ फर्किरहेछौँ होइन अब लाग्ला 1.5 घन्टा जति पौडी पुग्ने बाँकी छ अब हिँड्दाखेरि चाहिँ सतर्क भएर हिँड्नु गोली स्टारले त चिफाल्नु पऱ्यो पौडीमा गएर कौडी खेल्नुपर्छ हामी के भिन्न अगाडि अगाडि चले माथि गएको हो यो चाहिँ हातमा दामी है त्यो मुस्ताङतिरको त्यो घरमा नि यस्तै ढुङ्गाको होइन त्यस्तै भयो भने जानुपर्छ त्यता नि नेक्स्ट टाइम मनी भएपछि ल हामी चाहिँ हिजो जहाँबाट बसबाट झरेको थियो त्यहीँ आइपुग्यो होइन अब तल जाने कति हिँड्नु छ कति अब यो त भर्खर सुरुवात हो अब हिँड्नुको होइन मुनि पौडी पनि कति बेला लाग्छ तपाईँहरू 2 घन्टा त लागिहाल्छ 2 घन्टा लाग्छ हामीलाई अब लगभग यो ठाउँको नाम के हो कुवा पानी यो ठाउँको नाम कुवा पानी छ राइनसकोट कुवा पानी कर लिया है ल अब हामी चाहिँ यहाँबाट अहिले हाम्रो जिपमा लिफ्टिङ हो अब यहाँबाट पाउँदै 6 किलोमिटर जति होला हिँड्नु परेन गाडीमा आउँदा
ल हामी चाहिँ अब कहाँ रे हो कहाँ रे हो कुन ठाउँ हो भटेवडार आइपुग्यो ल भटेवडारसम्म आइयो हिँड्नु परेन हाम्रो जिप पार्ट चाहिँ एटिएममा पैसा निकाल्नु गयो क्यास पैसा सबै सिद्धियो सिटिजन बैंक एटिएम हिँड्नु पर्न नि मैले गर्दा होइन सही भयो थारू हो ज्याकेट फाल्दा फेरि सोनुजको मेरो मिड हाइड्रो मिड मर्साइनीको लागि वाटर रिजर्भायर हो यो म चाहिँ यहाँ गाडीमा एकछिन सुतिरहेको छु है थारू यहाँ छ थारू यहाँ छ केटाहरू यहाँ छन् सुतिरहेको छु एकछिन बोहरा बेसी कट्यो अब हामी बेसी सहर पुग्छौँ 5-7 मिनटमा अनि त्यहाँ हामी चटपटे खान्छौँ अनि त्यहाँबाट भुजुङ पुग्नलाई गाडीमा 2-2.5 घन्टा जस्तो लाग्छ अरे 2.5 घन्टा लाग्छ अरे भाडा नि त्यही 350 जस्तो लाग्छ अरे गाडीमा है ल हामी चाहिँ लमजुङ बेसी सहर आइपुग्यौँ भटेवडारबाट होइन आइ हवा झोरा नेत्र छ दिस इज लमजुङ बेसी सहर हट बेकारी वेलकम टु बेसी सहर ल अब हामी पानीपुरी खाने हो पानीपुरी ल अब बेसी सरल कति हिँड्ने पर्दैन कहाँ जानला खाजा खान जाला होइन ल अब हामी यहाँ माथि जाने पाटको गाउँ हो पाटको गाउँ लमजुङको बेसी सहर 2 जना केटाहरू यता आउँदैछ नि थकित भएर है यस्तो राम्रो ठाउँ छोडेर काठमाडौँमा आएर बसिन्छ मान्छे ल हेलो सबित दाई ल सबित दाईसँग भेट भयो आउने बित्तिकै बेसी सहरमा ल दाई पालिका गएर आउनु हामी त बस्दै गर्छौँ ल हामी चाहिँ पानीपुरी खान आयौँ कुमारी ब्याङ्कको अपोजिटमा ल हाम्रो चटपटे आयो है फेरि अर्को 50 रुपियाँको आउँछ स्टुल लिएर आउन त्यो स्टुल लिएर हौ खानेबाट स्टुल नभन न स्टुल लिएर यहाँ राख यहाँ राख न थारू एउटा चम्चा यो लमजुङमा चाहिँ 2020 पुरा भेटिँदो रहेछ होइन पानीपुरी पनि टोकरीमा आउँदो रहेछ काठमाडौँ यस्तो आउँदैन क्या टोकरीमा काठमाडौँमा चाहिँ आउँदैन क्या झटपटे पनि यस्तो ताजा यहाँ चाहिँ पाटको बहिनीहरू भेट गरेका छन् हाम्रो पानीपुरी आएको छ है चेयर खाना होला पानी बुझ्छ दिउँ न पानीको चिज खाने चेयर खानुपर्छ पाट आउनु कस्तो लाग्यो पानीपुरी चटपटे दामी छ दामी कस्तो लाग्यो पानीपुरी चटपटे मिठो रहेछ के त्यो त हाम्रै हो ल अब हामी चाहिँ चटपटे पानीपुरी खायौँ अब हामी माथि माथि जाने अनि कहाँ जाने गाडी छ नि जहाँ आउँछ त्यही चण्डीको माथिबाटै हो
ए सुविधाले गाडी भनेर राख्नु भएको छ अरे अब गाडी चढ्ने त्यसपछि हामी कहीँ रोकिँदैनौँ होइन सिधै भुजुङ घलेगाउँ आउँछ त्यसपछि भुजुङ आउँछ हामी चाहिँ भुजुङमा बस्छौँ अनि भोलिपल्ट घलेगाउँ भिजिट गरेर घर फर्किन्छौँ दही खाना मन लागेको थियो खै कतै भेटिएन ल हाम्रो भुजुङ गाउँ जाने गाडी चाहिँ हो कति बजी जान्छ कति बेर लाग्छ अब हिँडिहाल्ने जान चाहिँ कति बेर लाग्छ पुग्नलाई चाहिँ भने भुजुङ गाउँ 2 घन्टा 2 घन्टा लाग्छ अरे पुग्न चाहिँ अब एकैछिनमा हिँडिहाल्ने भनेको छ अब भुजुङ गाउँमा पुग्यो अब त लिएर देखाउनु मलाई चाहिँ दही खानु मन लागेको छ होइन बेसी सरारमा दही लिएँ र दही खान्छु म चाहिँ दही खानलाई चाहिँ एकदम दही क्रेभिङ भएर होइन त्यसरी धेरै भात नखाने मटर अर्को फोन भाइ अर्को एयरपोर्टहरू लाग्नु मेरो है दाम भयो ल हाम्रो गाडी चाहिँ यहाँबाट गुड्यो बेसी सहरबाट खै बेसी सहरबाट गाडी गुड्यो अब 2 घन्टामा पुगिन्छ बाटो के हो भने मलाई चाहिँ पाटले उसो घर देखाएको छ अब है कहाँनिर दायाँपट्टि नि हो ए हरियो ट्याङ्की गरे हो भन्दा राइटपट्टिको त्योभन्दा कस्तो कलर लगाएको छ ए त्यो घर अगाडि पहेँलो घर छोडा राति जस्तो हाल्यो ए बाटो बेमा आउँदाखेरि काम लाग्छ ल म चाहिँ जाँदैछु घलेगाउँ भुजुङ गाउँ यता हुनुहुन्छ बसेर दाइ गाडीको टुप्पा जिपको टुप्पा बसेर बाल्कनीमा बसेर बेस्ट एक्सपिरियन्स ल आकाश हेर्दै हिमाल हेर्न चाहिँ पाइएन बाटो यस्तो छ ए गोली स्टारको लिनु भएको छ तपाईँले क्वालिटी कस्तो रहेछ यो नि मैले लिनु खोजेँ त 4000 भन्यो क्या मैले निकै लिन कति भनेको छ 3000 ए लडिएला भने कि रोड छ डेन्जर रोड छ बाटो हेर्दा यस्तो छ धेरै माथि यो आइयो तुवालो लाग्ने रहेछ हिमाल सिमाल चाहिँ देखिएन त्यही हो हिउँ पर्दै पनि अब सही हो कि बेस्ट चाहिँ हिउँ पर्दै झन् दामी गरौँ सुत्नु हुन्थ्यो यो एङ्गल चाहिँ कडा गाडी सबै देखेको छ बरस हो पठाइदिएको टोपी मैले भनेको थिएँ ठेक्छ म त त्यहाँ होडीको टोपी लाउँछु बिदाएर हानिहाल्छ नि यस्तो बवाल देखिरहेको छ है मर्स्याङ उहाँबाट आएको हामी अब यता जान्छ घलेगाउँमा आउँछ पहिला कपुर गाउँ कटेर आयो होइन त्यसपछि भुजुङ गाउँ हामी गएर बस्ने हो चाहिँ घलेगाउँमा भुजुङमा बस्ने हो घलेगाउँ अलिक महँगो छ अरे त्यहाँ भुजुङबाट बिहान सनराइज पनि देखिन्छ चिसो दामी लागेको छ बादल त के हो यस्तो यहाँ त कुदिरहेको छ त ओहो धेरै एल्टिट्युडमा आइपुग्यो भित्र बस्यो नि झ्याल
अझै यो गाडी पनि नदेखिने ए पुरै तुमाल्ला बादल पुगिरहेको छ पुरै ल को आएर बस्यो भने माथि कोही नि बस्नै सक्दैन माथि आम्मा यत्रो मिटर 80 मिटर माथि छौँ हामी अनि 1980 मिटरको अल्टिट्युडमा छौँ 1980 ल वे टु घलेगाउँ ड्राइभ 5 मिनट रे है यो टर्निङमा लेखेको छ भ्यू देखिने बेलामा यस्तो भयो ल यहाँ पुरै हिमाल देखिन्थ्यो अब यस्तो छ ताल हामी त बादलको बिच आइरहेको छौँ एभरेस्ट बेस क्याम्प आस्ते हुन्छ क्या बेस क्याम्प UBC क्याम्पभित्र पर्छ यो पनि हामी चाहिँ कहाँ आइपुग्यौँ घलेगाउँ वेलकम टु अन्नपूर्ण कन्जम्सन एरिया ल हामी घलेगाउँ आइपुग्यो है ल घलेगाउँ आइपुग्यो घलेगाउँ आइपुग्यो घलेगाउँ लमजुङ हामी जानु त अझै माथि हो हाम्रो यात्रा चाहिँ भुजुङ हामी यहाँ बस्दैनौँ ओहो दामी रहेछ घलेगाउँ तल कसै घुम्न ठाउँ छैन कि घलेगाउँमा यही घरहरू हो माथि गएर फोटोसोटो खिच्नु यसो यस्तो होइन ल घलेगाउँ आइयो है घलेगाउँ अब यतातिर घलेगाउँ ल बर्ड्स आई भ्यू है घलेगाउँको ल घलेगाउँ छुट्यो अब भुजुङ गाउँ ल घोडा हट ल यो त पोल्ने हान्नु पर्ने हो यसले भेट्नु जानु क्यामेरा त ध्यान छैन ल सनसेट अब देखिएन केही छैन आँखाले मात्रै हेर्नु भाइ यो भ्याएर क्यामेरा पोते आएको निकाल्दैन क्यामेरै बाटो यस्तो छ यी चिया बगैँचा हो यो चिया बगान छैन चिया बगान नै रहेछ चिया बगान यार ट्रेनिङ दिने चान्स पाइएको थियो आउन पाइएन चान्स चाहिँ पाइएको थियो रात पनि अब पर्दै आयो त्यसो पनि भन्दैछ अब हामी जान्छ पाहाडहरू फरक नकुने बस्तिर जस्ट बाटो मात्र छ ल त्यो पाहाड पुरै जानु छ भित्तो चिसोले पाहाड पनि कस्ता नाङ्गा पहिरा भएका ढुङ्गा भएका यता हिउँले खाएर खल्चा खल्ची लाग्ने पर्छ पर बत्ती बलेसबाट आएको गाडीमै छ मैले पनि बनाउन सकिँदैन मेन बाटो चाहियो कि जस घामको जाने बाटो पनि यस्तै हो आधा ल हामीलाई वेलकम टु भुजुङ भिलेज यो चाहिँ गेट हो अब चाहिँ हामी आउँदा गेट त 2056मा बनाएको रहेछ जन्मेन थिएन जन्मेन थिएन नम्बर ल अब चाहिँ यो बेला भुजुङ आइपुग्छ गेटबाट छिर्यौँ ढोकाले पनि सम्मान गरौँ अब वेलकम गऱ्यो बाटो त उग्र चण्डी छ ल हाम्रो अब स्टप चाहिँ यही हो हामी यहाँ झर्छौँ यहाँ ब्याग स्याग झराल्छौँ ओह्राल्छौँ त्यसपछि हामी झर्छौँ चिसो खोल्यो
यहाँ हिँड्नुपर्छ अब भुजुङ आइपुग्यो र भुजुङ आइपुग्दा चाहिँ ठ्याक्कै 6 बज्यो हामी कति चाहिँ गाडी चढ्यो 5 हो हामी 3:30 गाडी चढेको 4:30 5:30 6 ठ्याक्कै 2.5 घन्टामा ब्याग कसको यो प्रियसहरुको जस्तो लाग्यो ब्याग झराल्दै ल झर्दै 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 कति टाढा हो दाजु लो हामी चाहिँ थियो दुकान देखेँ दुकान अच्छा अच्छा हिजो होइन अस्ति राति गरेको अन्त पारी बिहा थियो ए बिहा ए मलाई मिठो ठाउँ रहेछ कि ल हामी बस्ने घर यही हो यो शुद्ध मेरो 6 चोटि हो कि त यही हो 6 चोटि भरे होइन मेरो चाहिँ पहिलोचोटि आया ल हामी आइसी त बत्ती नै बल्यो जाऊ न भने आइपुग्यो घरे गाउँ यो चाहिँ हाम्रो कोठा हामी त्यहाँ सुत्ने भएको छ पुरै काठको रहेछ 3टा बेड प्याकेजको 1200 खाने बस्ने ब्रेकफास्ट अहिले आएको नास्ता चाउचाउ पकाइदिँदै हुनुहुन्छ चाउचाउ अन्डा टाउको किन्दैछ हजुर ए हस् हस् त्यो अहिले कुरा तिमी नगएर चाट घट्दै जान्छ त छोड न भाइ ल ल अब हाम्रो कोठा आजको त्यो होइन रहेछ क्या आइनाको म त यहाँ छैटौँ चोटि आएँ नि तपाईँको छैटौँ चोटि ल केटा सिङ्गल सिङ्गल जुत्ता चाहिँ बाहिर हाम्रो कोठा है हामी यहाँ सुत्ने आमाले खाजा बनाउनु जानुभयो हाम्रो कोठा यस्तो रहेछ ल ए म लाउँछु ल यस्तो केटा यहीँ छ बेडहरू हाम्रो बेड यस्तो झ्याल पनि यस्तो यस्तो हुने रहेछ भुजुङ भिलेज खसी खसी गर्दै खानाको खसी भने त नदेऊ न यार केटा हो बोका नि यस्तो भिडियो हिँड्नु पऱ्यो नि अब होइन ल अरू हाम्रो अरू केटाहरू यता छ नि अलरेडी कसरी बसिसक्यो कस्तो आएको छ पात फोटो देऊ त पात के हो ल अब चाहिँ म चाहिँ खोइ भात खुवाइ भात खाली छ त आयो साग करेला सानो बढी सुन्दर मलाई नि ल्याउनु मलाई नि मेरो टाउको उछिटिन लाग्यो यो के आयो क्या फोटोमा
ग्यासमा तताइदियो हातै छलेर ल्याएर जाडो ल्याएर है जाडो बढ्यो अब मार्चको अन्तिमसम्म जाडो हुन्छ अहिले जाडो बढेको छैन अझै अब पुस र माघमा त होइन काठमाडौँमा त जाडो भइसकेको छ हामीले त पाले यार 2टा सिराकले पनि हान्दैन भनेको के यो त उस फुटुङभन्दा अलि माथि के त्यो कमलाहरूको प्लटिङ छ है त्यो एरियामा हो यस्तो बवाल जाडो हुन्छ त्यहाँ चाहिँ यार कुक आयो कुक त्यो दाँत नभएको मान्छेलाई राम्रो चौटा नदेऊ न दाँतमा पाल परेको छ त्यसको खेर पाल्छ त्यो यसलाई त त्यो कुकरमा 4 सिटी बढी हालेर दिनु न लेदो बनाएर के मलाई गिलास दिनु त बढ्यो एउटा त्यो म पानी खान्छु बेलामा तातो मन फोटो पठाउनु थालेछ पठाइ हुन्छ है खान्छु पहिला ल खाना खाँदैछु म एकछिन बोल्दैछु बाउले पनि ठ्याक्कै राम्रो होला खाना खाँदैछु भने अहिले भनिहाल्छु हो बा हिजो के भन्नु थाहा छ बाउलाई बेलालाई फोन गरेर भने होइन म त भ्याउँदिनँ पाएँ तपाईँले फोन हाल्नु दिनु भन्दा चाहिँ एकछिन फोन हान्छ म गाडीमा छु एकछिनमा फोन गर्छु भन्थेँ बिहान त भन्ने हो नि जाने के गर्ने ताजा पानी बनाएर ल्याउनु न एक गिलास ल्याउनुहोस् मन तातै ल्याउनुहोस् धेरै चिसो भइसकेको छैन भोलि बाल्टी ल्याएर जान्छ खाना खाएर जाने कि फर्किने बिहान जाने हो सबै जाने नास्ता खाएर जाने होला नि के हो 4जनाको ग्रुप थियो त्यति नास्ता ल्यायो प्याकेज के गर्ने भयो उता घरे गाउँ जाने भनेको घरे गाउँ गएर साग यो अचार चाहिँ के को हो यो टमाटरको अचार तातो पानी अहिले झन्डै पक्यो खाना थापै भयो है उतिर त्यो पश्चिमतिर हो खान्छ अरे के यो के भन्छ अरे झापातिर ए हेरिरहेछ नि सुजल यार सुजल पनि आज गल्छ यार बाहिर रहेछ भने लाइभ हेर्दै मलाई पहिला आज चाहिँ इन्स्टामा मानिस लाइभ हेरेर हुन्छ खाता सुटेर जाडो लाग्यो ए गिटार जानेको यताको फोटो पठाएन म अहिले ओके दाइ अहिले बजाउने ए तिमीले त्यही बाह्र खाएको देखाउनु लाग्यो मलाई हुन्छ तिमी काठमाडौँ बसेर खाएर मलाई बसेर खाएर आएको होइन यहाँ धरा नगरेर पछि इनबक्समा आउनु
फेरि आफ्नै पारामा हो